नमस्कार साथीहरू, जोशी हाइड्रो पावर कम्पनीले 65% राइट सेयर घोषणा गरेर बुक क्लोज पनि असार 8 गतेलाई तय गरेपछि असार 8 गते चाहिँ आइतबार पर्छ र त्यसको अघिल्लो कारोबार दिन भनेको बिहीबार असार 5 गते रहेको छ र असार 5 गतेको अन्तिम कारोबार मूल्यलाई नै जोशी हाइड्रो पावरले चाहिँ अब मूल्य समायोजनको लागि चाहिँ त्यसपछि गर्ने भएको भएर कति चाहिँ हुनेछ त यसको भनेर म तपाईलाई क्याल्कुलेट गरेर देखाइदिनेछु। 65% राइट सेयर छ भन्ने कुरा चाहिँ नबिर्सिनु होला। मतलब तपाईसँग 100 किता छ भने 65 किता भर्न पाउनुहुन्छ। सर्वप्रथम यो क्याल्कुलेट गर्नभन्दा अगाडि चाहिँ म तपाईलाई कतिमा क्लोजिङ भएछ भनेर भन्नेछु। जस्तो कि हुन त 24 अङ्कले घटेको थियो आज जुन 19 अर्थात् असार 5 गते 24 अङ्कले घटे पनि अब यहाँनिरबाट जोशी हाइड्रो पावरलाई म हेर्नेछु। जोशी हाइड्रो पावर सुरुमा बढ्ला जस्तो गरेर पनि लास्टमा भने खासै बढ्न सकेको थिएन। 445 मा गएर क्लोजिङ भएको थियो, तर अन्तिम 15 मिनेटमा अब यो लास्टमा क्लोजिङ चाहिँ 445 मा भएको 3 बजेसम्ममा। तर 245 बाट हेर्ने हो भने त मूल्य अलिकति माथि नै थियो। माथि भन्नाले अब कति माथि रहेछ भन्ने कुरा यहाँबाट थाहा हुन्छ कि 458.02 मा चाहिँ 15 मिनेटको एभरेज प्राइस चाहिँ यति आएछ। यसको एलटिपीलाई हामीले आधार मानेर हेर्ने हो भने एलटिपीलाई म यहाँनिर लेखिदिन्छु 458.02। अब मूल्य समायोजन हुँदाखेरि चाहिँ यसको कति चाहिँ हुने भयो भन्ने कुरा चाहिँ जान्नुपर्ने हुन्छ। सपोज तपाईसँग 100 किता छ भने पनि तपाईले चाहिँ 100 किता बराबरको 458 रुपैयाँ चाहिँ तपाईको अहिलेको यो भ्यालु भयो। र अब तपाईले राइट सेयरको लागि क्लेम गर्दाखेरि कति हुन्छ त भन्दाखेरि राइट सेयर गर्दाखेरि पनि यही 100 कितामा तपाईले 65 किता चाहिँ प्राप्त गर्नुहुन्छ र 65 किता भनेको इन्टु 100 यसको मूल्य 458 भयो भने तपाईको राइट सेयरको मूल्य चाहिँ 100 रुपैयाँको दरले चाहिँ 6500 हुन्छ। भनेपछि तपाईले यो इन्टु यो मल्टिप्लाई गर्ने, यो इन्टु यो मल्टिप्लाई गरेर लास्टमा गएर जस्तो कि 458.02 लाई हामीले 100 ले मल्टिप्लाई गराउँदाखेरि 458.02 हुन आउँछ 45,000 बराबरको तपाईको आजको सेयर भयो 100 किता। 100 किताको कुरा गर्दाखेरि तर अब तपाईले राइट सेयर भरेपछि चाहिँ तपाईको कति पाउनुहुन्छ त भन्दाखेरि तपाईले 6500 चाहिँ यहाँनिरबाट तपाईले यसरी भर्न पाउनुहुन्छ। भनेपछि टोटल मूल्य कति भएछ त भन्ने कुरा यो दुईटा जोडेपछि आउँछ। जस्तो कि मैले यहाँनिरबाट क्याल्कुलेटमा 45,802 प्लस 6500 गर्यो भने चाहिँ यसको मूल्य 52,302 हुन आउँछ। यो चाहिँ तपाईको राइट सेयर भनेको तपाईको अब टोटल किता कति हुने भयो त भन्दाखेरि तपाईको 165 किता हुने भयो। 165 किता चाहिँ तपाईको हुने भयो र तपाईको यति सेयर बराबरको भ्यालु हुने भयो राइट सेयर आइसकेपछि। भनेपछि अब प्राइस समायोजन कसरी गर्ने भनेको त यसलाई चाहिँ यसले डिभाइड गरेपछि आउने हो। तपाईको 165 किता हुँदाखेरि यही बराबर चाहिँ तपाईको कति हुन्छ त भन्ने कुरा निकाल्न अब यो 52,302 लाई हामीले चाहिँ अब डिभाइड गर्नुपर्ने छ 165 ले। 165 ले डिभाइड गर्दा तपाईको मूल्य आउँछ 316 रुपैयाँ। भनेपछि यसको मूल्य आउँछ 316.98। अब यही चिजलाई हामीले चाहिँ यहाँनिरबाट अरु पनि क्याल्कुलेट गर्न सक्छौं। यो एलटिपी चाहिँ 458.02 भनेर यहाँनिरबाट आएको छ। भनेपछि अब यो चाहिँ अहिलेको 1 किताको मूल्य हो नि त हैन, पर किताको मूल्य हो। 1 किताको मूल्य चाहिँ यति हो। अब 1 किताको मूल्य चाहिँ 100 रुपैयाँ हो। 100 रुपैयाँ हो, तर तपाईले चाहिँ अब 65% भनेको चाहिँ अब तपाईले चाहिँ 1 किता बराबर चाहिँ 100 रुपैयाँ पाउने हो। तर 1 किताले चाहिँ हामीले प्राप्त गर्ने भनेको जम्मा 65% मात्र छ। त्यो भनेको 0.65 किता मात्र पाउने हो। भनेपछि हामीले एउटा एकीकृत नियमबाट पनि गर्न सकिन्छ। 1 किताको मूल्य चाहिँ हामीले 100 तिर्न पर्छ, 0.65 को चाहिँ हामीले 65 रुपैयाँ तिर्न पर्छ। भनेपछि हाम्रो 65 रुपैयाँ चाहिँ हाम्रो प्रत्येक किता बराबर लाग्ने भयो। भनेपछि अब मूल्य समायोजन पछि कति हुन्छ त भनेर निकाल्दाखेरि यो 458 रुपैयाँ जुन अहिलेको प्रत्येक किताको मूल्य रहेको छ 458.02 यसमा चाहिँ हामीले चाहिँ जम्मा जम्मी कति थप्नु पर्यो त भन्दाखेरि यो 1 कितामा हामीले 0.65% पाउने भनेको 65 रुपैयाँ चाहिँ हामीले यसमा थप्नु पर्यो। 65 रुपैयाँ यसमा थप्नु पर्यो। 65 रुपैयाँ थपेको यो टोटललाई चाहिँ हामीले क्याल्कुलेटर युज गरेर
हामीले बताउँदै गर्दाखेरि 458.02 मा हामीले 65 रुपैयाँ थप्न सक्छौँ प्रति किता। यसको मूल्य भनेको 523.02 हुन आउँछ। र यो चाहिँ कति किताको मूल्य हो त यो भन्दाखेरि सुरुको हामीसँग भएको 1 किताको मूल्य हो र अनि यो चाहिँ थपिएको 0.65 किताको मूल्य हो भनेपछि यो 523 रुपैयाँ र 02 पैसा भनेको हाम्रो 1 किता अनि 0.65 किताको मूल्य हो। यो चाहिँ यति जति आउँछ त्यो रकमलाई अब हामीले डिभाइड गर्दाखेरि 523.02 लाई डिभाइड गर्दाखेरि 1.65 ले डिभाइड गर्दा कति आउँछ भन्दाखेरि हाम्रो एन्सर आउँछ 316.98। 300 भनेपछि हाम्रो फाइनल एन्सर के हुने भयो भन्दा 316.98 रुपैयाँ। भनेपछि अब जोशी हाइड्रो पावर आइतबार जब बुक क्लोज भएपछि यहाँनिरबाट नयाँ मूल्य निर्धारण हुन्छ त्यो भनेको 316.98 मा ओपनिङ हुने भयो। यो चाहिँ रहेको छ। अब हामीले 458 रुपैयाँमा आज किनेको 470 मा किनेको प्राइस चाहिँ 316.98 मा ओपनिङ हुँदाखेरि चाहिँ अब हैन मान्छेहरूले अब कतिजनालाई राइट सेयर आएको पनि थाहा छैन होला के छ। अब यसको त प्राइस यहाँनिरबाट मजाले इन्क्रिज हुँदै पोजिटिभ सर्किट लाग्ने सम्भावनाहरू पनि धेरै हुन सक्छ। पहिलो दिन अब सपोज 31 पोइन्टले बढ्यो, 10% बढ्यो, 31.6 पोइन्टले बढ्यो भने तपाईको मूल्य पनि लगभग 300 कति हुन्छ 316 मा चाहिँ हामीले 31 जोड दियो भने 347 हुन आउँछ। 347 हुन्छ पहिलो दिन आइतबार मूल्य 347 पोइन्ट समथिङ हुन्छ। अर्को दिन फेरि 34 पोइन्टले बढ्न पाउँछ। गर्दाखेरि चाहिँ यो लगभग 420 450 कै रेन्जमा फेरि पुग्यो भने त्यो बेला चाहिँ तपाईले प्रॉफिट बुक पनि गर्न सक्ने एउटा चान्स रहन सक्छ। त्यो भयो भने तपाईको 400 पुग्नलाई पनि फेरि यो 47 मा अर्को 34 जोड्दाखेरि पनि पुग्दैन नि त हैन। 47 बाट 34 जोड्दा लगभग 80 को रेन्जमा पुग्छ, लगभग 381 पुग्छ। अर्को दिन फेरि 38 पोइन्टले बढ्यो भने 381 मा 38 जोड्दा ल 40 लगभग जोड्दाखेरि 420 चाहिँ बल्ल लगातार 3 दिन सर्किट लगाउँदाखेरि चाहिँ पुग्दो रहेछ। तपाईले चाहिँ अब 400 को रेन्जमा 400 को 20 मा बेचे भने पनि तपाईलाई चाहिँ घाटा लागेन है। तपाईको 30% त त्यहाँनिरबाट मजाले इन्क्रिज हुने भयो। अब 458 मा अहिले राइट सेयर भनेर मान्छेहरूले किनिराखेको सेयर चाहिँ 420 पुग्छ कि 450 पुग्छ चाहिँ भन्न सकिदैन। तर तपाईले चाहिँ कम्तीमा पनि हैन अब दुईटा सर्किटसम्म चाहिँ लगभग दुईटा सर्किट पछि चाहिँ बेच्दाखेरि चाहिँ बेटर हुन्छ। यो रह्यो जोशी हाइड्रो पावरले 65% राइट सेयर दिएपछिको मूल्य समायोजन कति हुन्छ र अनि त्यसपछि मार्केटमा के कस्तो इन्क्रिज होला जोशी हाइड्रो पावरमा आइतबारदेखि यसै सम्बन्धी यो भिडियो रहेको छ। धेरै धेरै धन्यवाद। लाइक र सब्स्क्राइब गर्न नबिर्सिनु होला। स्मार्ट ओक्स च्यानल हेर्दै गर्नु होला। अहिलेलाई बाइ बाइ।